हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। यो चाहिँ मेरो फर्स्ट ब्लग रहेको छ है। सबैजनाले सपोर्ट हाल्नु पर्यो। जे छ है, अहिले चाहिँ हामी सिद्ध बाबा तर्फ लागिसकेको छ। यो चाहिँ हाम्रो सिद्ध बाबा रहेको छ है, देख्न सक्नुहुन्छ तपाईँहरू। सिद्ध बाबामा सबै कलरहरू लगाएर पुरा इम्पोर्टेन्ट पारिदिइसकेको छ। अब चाहिँ तपाईँहरूलाई हामीले माथि देखाउनु गइरहेको छ है। माथि हेर्न सक्नुहुन्छ होला, यो सिडीदेखि लगेर यो माथि सबैतिर हाम्रो तपाईँहरूलाई ब्लग। अब चाहिँ तपाईँहरूलाई पुरा माथि देखाउनेछौँ है। यो चाहिँ मेरो दाइ रहेको छ है केटा। यो चाहिँ मेरो ब्रदर, यो चाहिँ मेरो साथीहरू है। सबैजनाले सपोर्ट हाल्नु पर्यो। यतिको सपोर्ट चाहिँ देखाइदिनु पर्यो केटाहरू है। अब हामी चाहिँ गणेश भगवानको ठाउँमा आइसकेको छ। तपाईँहरूलाई चाहिँ गणेश भगवान देखाउन चाहन्छौँ। यहाँ चाहिँ पूजा गर्न चाहनुहुन्छ भने यहाँ आउनु सक्नुहुन्छ गणेश भगवान है। यो चाहिँ हाम्रो गणेश भगवान हो। अब हामी यताबाट पनि जान सक्छौँ है। हामी यताबाट पनि जान सक्छौँ, यता पनि जान सक्छौँ। अब हामी चाहिँ यतातिर लागेको छ है केटा होला। यसले फेरि घन्टी बजाउन लागिसक्यो भने क्या ल होइन केटा। अब चाहिँ हामी माथि सबै तपाईँहरूलाई देखाउन चाहन्छौँ है। तपाईँहरू यति हेर्नु, यतिसम्म यहाँसम्म आएर हामी भिडियो बनाएको छ, सपोर्ट चाहिँ हान्नुपर्छ। यो भनेको तपाईँहरूको मेन मन्दिर भनेको यो है। तपाईँहरूको मेन मन्दिर भनेको यो हो है। अहिले चाहिँ हामी भित्र जाँदैनौँ, भित्र चाहिँ तपाईँहरूलाई पछि देखाउँछौँ। अहिले चाहिँ हामी माथिपट्टि लाउँछौँ है केटा। यो देख्न सक्नुहुन्छ मूर्तिहरू सबैहरूले। यो चाहिँ हाम्रो सिद्ध बाबा भन्ने ठाउँ हो। धेरै जस्तो त आउनुभएको पनि छ होला, दर्शन पनि गर्नुभएको छ होला है। यो नाम लेख्ने ठाउँ होइन। यहाँ चाहिँ अब तपाईँहरूको कपालहरू नाम लेख्न सक्नुहुन्छ। यो ठाउँहरू जुन छ तपाईँहरूको कपालहरूको नाम जुन लेख्नु छ केटा, बेस्ट कपाल बन्ने छ है सबैजना आएर। अब चाहिँ यहाँ नागथान रहेको छ, देख्नुभएको होला है। यो चाहिँ तपाईँहरूको माथि। अब हामी माथितिर लाग्छौँ, माथि के छ सब देखाउने छु। माथि चाहिँ हामी यो ठाउँबाट घुसेछ। आउन चाहिँ हामीलाई सजिलो चाहिँ उताबाट पर्दथ्यो, के गर्नु अब यताबाट सजिलो हुन्छ नि। यताबाट छिर्दिसकेछौँ। यो चाहिँ तपाईँहरू सिन देख्नुभएको छ नि, यो सिन चाहिँ सबै तिनाउ भन्ने सिन हो। यो सिनमा सबै यस्तो दामी छ नि केटा हो, भाइरल सिन हो क्या, यो भाइरल ठाउँ हो। अब चाहिँ हामी फेरि पनि अर्को भ्लगमा हामी दोबान देखाउनेछौँ है। अर्को भिडियोमा हामी दोबान देखाउनेछौँ। अहिले चाहिँ सिद्ध बाबातिर लागेको छ। सिद्ध बाबा अब माथितिरसम्म यता अब माथि जानेछ। माथि के रहेछ है, मन्दिर त समाप्त भइसक्यो। माथि जानेछौँ एकचोटि माथितिर के रहेछ। अहिलेसम्म म पनि गएको छैन माथि, तपाईँहरूलाई लिएर जाँदैछ है माथि। देख्न सक्नुहुन्छ माथि के रहेछ है। अब दाइहरू त आएन, साथीहरू आएन, म एक्लै भइन जानु पऱ्यो है तपाईँहरूको लागि देखाउनको लागि। देख्न सक्नुहुन्छ गाइज, माथिबाट चाहिँ फोटोहरू खिच्ने ठाउँ छ, जे छ मस्तहरू छ है। अब यता सब पाहाडहरू हो। अब यहाँ यस्तो मिठोको सिँढीहरू रहेछ केटा है। यहाँ चाहिँ पूजा हुँदो रहेछ क्या। पहिलोपटक आएको म पनि माथि, आउन चाहिँ पहिला पनि आएको थियो। अब यहाँ मिठो सिँढीहरू रहेछ माथिसम्म। के छ त्यो त थाहा भएन है। यो सिँढीहरू जतिसम्म माथि सक्नुहुन्छ तपाईँहरू जान सक्नुहुन्छ। यहाँ फोटो खिच्न, भिडियो बनाउन मजाको छ है। तपाईँहरूलाई केटाहरू यहाँ आइसकेको छ यो सिँढीदेखि। म चाहिँ अर्को बाटो आएको छु। यहाँ चाहिँ पूजाहरू हुँदो रहेछ। अब हेर्ने तपाईँहरूलाई कस्तो पूजा हुन्छ भन्नु है। यहाँ माथिबाट सबै सिन देखाइदिन्छु तपाईँलाई। आज नि यहाँ पाहाडीबाट देखाइदिनु केटा। यो चाहिँ हाम्रो सबै सिद्ध बाबाको सिनहरू रहेको छ है। यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ सबैहरू पानी आउँथ्यो पहिला, अहिले चाहिँ पुरा पानी बन्द भइसकेको छ है। यस्तो दामी पानी आउँथ्यो, यस्तो साफ पानी आउँथ्यो त। अहिले चाहिँ पुरा गर्मीले गर्दा बन्द भइसकेको छ। झरम केटा यतिबाट आऊ। अब चाहिँ हामी यो बाटोबाट झर्दैछौँ। उताबाट आयो, अब यताबाट झर्दैछौँ है। ल यता त बाटै छैन र त। ल फेरि फर्कि। ल बाटै छैन अरे, बाटो छैन। ल यता त बाटै छैन अरे केटा होला। अब चाहिँ हामी अर्को भ्लगमा चाहिँ यो सबै तपाईँहरूको सिन छ नि, यो सबैहरू देखाउनु छ केटा है।
यहाँबाट त छ नि बाटो होइन छ यहाँ चाहिँ पूजा हुँदो रहेछ मान्छेहरू सबै पूजा गर्न आउँछ है देख्न सक्नुहुन्छ यो चाहिँ पूजाहरू गर्दाखेरिको यो यहाँ पनि पूजा गर्न आएको छ मान्छेहरू अब तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ परेवाहरू नि यस्तो मिठो बस्छ नि यहाँ देख्नुभएको छ नि परेवाहरू सबै यहाँ आएर चढाइदिन्छ सबैहरू परेर अब चाहिँ हामी उता बाटो नरहेछ त्यही भएर हामी यताबाट फर्केर फेरि यताबाट आइसक्छौँ अब जुन बाटो आएको चाहिँ त्यही बाटो फर्किएछौँ हामी के गर्नु अब गाइज गर्मी पनि बहुत गर्मी छ क्या भनेको यतातिर त गर्मी चाहिँ बुटलमा पनि बहुत छ मन्दिरतिर अब आएपछि दुनै अर्को हुन्छ कि केटा हाम्रो हनुमानजीलाई त चिन्नु भएको छ होला होइन हाम्रो हनुमानजी हो अब चाहिँ हाम्रो जुत्ता चप्पल उता छ हामी यताबाट झर्नु भनेर उतैबाट झर्नु ठिक छ होइन ल यतैबाट झरौँ केटा अब देखाउने हो कि केटा अब तिमीहरूलाई मिठो मिठो अर्को भिडियोमा नि आउँछ होइन तपाईँहरूलाई सबै देखाइन्छ केटा टेन्सन नगर एक देखाइन्छ यतापट्टिको अझ योभन्दा बेस्ट ठाउँमा त अझै हामीलाई जानै छ हजुरहरूको यो ठाउँ चाहिँ केटा हो तपाईँको बेस्ट ठाउँ भनेको यही हो केटा होइन पूजा गर्नु छ यताउति गर्नु छ भने यहाँ आउनु सक्छ तपाईँहरू ल तपाईँहरूको लागि गाइज यति नै यो भिडियो योभन्दा धेरै छैन अब सिद्ध बाबा तपाईँहरू आउन चाहनुहुन्छ भने सक्नुहुन्छ है यो चाहिँ चौडादेखि लिएर सिद्धा नेपालगञ्जको साइड जाने होइन नेपालगञ्जदेखि मासतिर है गोलपाटदेखि सिद्धा मासतिर आउने सिद्ध बाबातिर अब चाहिँ हामी अर्को भ्लग अर्को भिडियोमा आउनेछ यसलाई बाई बाई गाइज बाई बाई गर्दै त बाई बाई गर्दै गए ल फाइनली गाइज हामी चाहिँ यो सिद्ध बाबाबाट बिदा हुन चाहन्छौँ है जबसम्म तपाईँहरूले यो भिडियो पुरा हेर्दैन तबसम्म तपाईँहरूलाई रमाइलो हुँदैन अब चाहिँ हामी यो सिद्ध बाबाबाट बिदा हुन चाहन्छौँ लास्टमा म भन्न चाहन्छु तपाईँहरूले यति सब्सक्राइब गरिदिनु पऱ्यो है लाइक कमेन्ट यताउति गरिदिनु पऱ्यो ल केटाहरू सबै अब हामी चाहिँ अर्को भ्लगमा अर्को दामी ठाउँ ल्याउँछौँ सबैजनाले सब्सक्राइब हानिदिनु पऱ्यो